म VFS को बारेमा भन्छु ल। VFS गर्नु चाहिँ जम्मा-जम्मी हाम्रो जापान आउनुको लागि VFS गर्नुको लागि चाहिँ जम्मा-जम्मी लाग्ने पैसा भनेको चाहिँ ₹2083 अपोइन्टमेन्ट बुकिङ गर्नुपर्छ सुरुमा हैन। अनि त्यसपछि अर्को भनेको चाहिँ उता गएर लाग्ने पैसा भनेको चाहिँ ₹2930 ₹2930 आई रिपिट ₹2930 जम्मा कति भयो? 2083 प्लस 2930 कति भयो? त्यति नै पैसा लाग्छ, त्योभन्दा धेरै पैसा लाग्दैन। है त्यो कन्सल्टेन्सीले म कति सुन्छु कन्सल्टेन्सीहरूले आम्मामा कोहीले 18,000 भनेको छ अरे, कोहीले 11,000 12,000 13,000 त्यो चाहिँ के गरेको के? कन्सल्टेन्सीहरू लाज लाग्दैन तिमीहरूलाई? किन त्यत्रो धेरै लिनु? प्रिमियमबाट गरायो यता त्यता भन्छ होला, तर प्रिमियमबाट गराउँदैन तिनीहरूले। प्रिमियमबाट गराउँदाखेरि अलि महँगो लाग्छ। प्रिमियमबाट गराउँदा चाहिँ के हुन्छ भन्दाखेरि प्रिमियमबाट चाहिँ जम्मा तिनीहरूले कागजपत्रमा फर्म भरिदिने मात्रै काम गर्छ क्या। जम्मा भरिदिने मात्रै काम। अनि भरिदिएको चाहिँ अनि 3,000 जस्तो ₹2930 लाग्छ भने फर्म भरिदिएको चाहिँ 6,100 कति दे भन्छ क्या तिनीहरूले। अनि आफूले पुरै सबै फर्महरू भरेर लगेको छ भने पनि त्यो VFS वालाहरूले के गर्छ थाहा छ? अगाडिदेखि नै सुरुमै अगाडिदेखि नै तपाईँ प्रिमियममा गर्नु फकाउँछ क्या। भित्र लगेर प्रिमियममा गर्नु भनेर भित्र लगेर पुरा चक्लेटहरू दिएर अनि उनीहरूले गर्ने भनेको चाहिँ जम्मा-जम्मी त्यो फर्महरू भरिदिने। त्यो ब्याङ्कको भौचरहरू भर्ने हुन्छ त्यो सेम त्यस्तै हुन्छ। त्यति त भन्नुको लागि अनि त्यत्रो अनि उनीहरूले त्यति भरिदिन्छ। अनि पुरा कफी खानुहुन्छ, चक्लेट खानुहुन्छ, के खानुहुन्छ, पानी खानुहुन्छ भनेर ल्याएर टक्र्याउँछ भयो। अनि उनीहरूले चाहिँ के काम गर्दो रहेछ भन्दाखेरि त्यो प्रिमियमबाट त्यो चाहिँ कर्मचारीहरूले त्यहाँको कर्मचारी त्यो पैसा चाहिँ कर्मचारीहरूलाई नै जान्छ होला कि त्यो पैसा चाहिँ। अनि कर्मचारीहरू चाहिँ के गर्छ भन्दाखेरि प्रिमियमबाट गराउनुपर्छ यसलाई। यसको अलिकति मिस्टेक देखाउनुपर्छ, यसलाई प्रिमियममा गराउनुपर्छ। मेरो नि म फर्स्ट दिन गएको, मेरो भिसा एप्लिकेसन फर्म अलिकति सानो भएको थियो क्या। प्रिन्ट गर्दाखेरि अलिकति सानो भएको थियो, त्यो पुरै हुनु पनि अलिकति सानो भएको थियो। त्यसमै सबै मिलेको थियो, मेरो फर्महरू भरेको सबै मिलेको थियो। अन्त अनि यो मिस्टेक भयो भनिसकेपछि अब प्रिमियमबाट गर भन्नु होइन, प्रिमियमबाट गर्नुपर्छ भन्नु। अनि ल न त प्रिमियमबाट अब मलाई त थाहा थिएन नि त अब भोलि आउँदा हुन्छ कि हुँदैन कि भन्ने डर पनि हुन्छ होइन अलिकति। अनि त्यसपछि त्यहाँबाट उता गएँ। अनि त्यसपछि के गर्नुपर्ने हो त अब भनेको प्रिमियमबाट गर्नु तपाईँले भन्यो होइन। त्यसपछि भित्र लगेपछि त पुरा चिया, बिस्कुट, चक्लेट के कफी खानुहुन्छ, चिया खानुहुन्छ, के खानुहुन्छ भन्छ आमामा त्यस्तो के। अनि त्यसपछि अनि मेरो के बिग्रेको छ भन्ने कुरा मलाई थाहा छ। मेरो त्यो भिसा एप्लिकेसन फर्म बिग्रेको छ, त्यो अलिकति सानो भएर त्यो भर्नु मलाई नै आउँछ होइन। अनि त्यसपछि त्यसले के भन्यो भन्दाखेरि ल यो बिग्रेको छ बस्नुहोस् तपाईँको भइहाल्छ गर्छ होइन। अनि त्यसपछि त्यहाँबाट चाहिँ उसले भर्नु थाल्यो क्या, अलिअलि भर्नु थाल्यो। यो त अनि मैले भने यो त मलाई नै भर्नु आउँछ त, मैले भर्दा हुँदैन, म भर्छु नि त, म यति जब त म आफै भरिहाल्छु नि, यो मैले भरेरै ल्याएको छु त अनि म फेरि भरेर दिन्छु नि त। त्यो अलिकति सानो त भएको नि फर्म पनि त्यहीँ पाउँछ क्या। म भरेर ल्याउँछु नि त जम्मा-जम्मी। मलाई अब अलिकति अब हेरेर राम्रोसँग लेख्दाखेरि मलाई 7 मिनट जति लाग्छ। 7 मिनट जति टाइम दिनु नि त, 7 मिनट जति भनेको दिएन त्यति बेला VFSहरूले। यस्तो छ कि त्यहाँ त मलाई कस्तो लागेको थियो नि त्यति बेला। नेपालमा त्यस्तो गर्छ कि। अनि त्यसपछि त्यहाँबाट भित्र गएर अनि अर्कोलाई अनि त्यहाँबाट निस्केँ म होइन। अनि खै एकचोटि भनेर बाहिर निस्केँ होइन। एकछिन भने चाहिँ म एकचोटि मेरो डकुमेन्टहरू बोकेर बाहिर निस्केँ। अनि बाहिर गएर चाहिँ उता काउन्टरमा गएर मलाई 5 मिनट जति 5 होइन मैले 7 मिनट जति भने 7 मिनट जति पर्खिनु नि त म गर्छु नि त भनेको। 7 मिनट पनि पर्खिदिनँ, प्रिमियमबाट गर भने क्या तिनीहरूले। अनि त्यसपछि अनि भोलिपल्टको दिन गर्दा हुन्छ। अनि पैसा त अब अपोइन्टमेन्ट बुकिङ गर्दाखेरि त पैसा हामीले ₹2083 दिएको हुन्छ नि त। अनि त्यो पैसा चाहिँ फिर्ता आउँछ कि आउँदैन, रिफन्ड आउँछ कि आउँदैन भने एउटालाई सोधेको, एउटाले आउँदैन भने एउटाले अनि परतिर गएर अर्कोलाई सोधेको, अर्कोले त आउँछ भन। ल किन त्यत्रो खर्च गर्नु त, त्यो पैसा नि रिफन्ड आउने रहेछ, म भोलि आउँछु भनेर भोलि त्यो दिन घर फर्केँ। अनि भोलिपल्टको दिन चाहिँ मेरो पालो भएको थियो त्यो डकुमेन्टहरू सब 2-2वटा 3-3वटा बनाएर लगेँ। ग्लु स्टिक सुत्त गोजीमा हालेर आफैले किनेर लिएर गएँ VFSमा होइन। त्यहाँ गएर चाहिँ अनि टक्क अब चाहिँ केमा मिस्टेक देखाउँछ जस्तो मेरो मनमा त्यो लागिरहेछ क्या। अब चाहिँ केमा मिस्टेक देखाउँछ यस्तो हाँस्थेँ। अब त म केमा मिस्टेक देखाउँछ, अब म सबै लिएको छु
एउटाले भएन भने अर्को छ, अर्कोले भएन भने अर्को छ, अर्कोले भएन भने अर्को छ, केमा मिस्टेक देखाओस् भने मनमा नि त्यस्तो सोचिरहेको छु क्या। भित्र गएँ अनि त्यसपछि अब केमा मिस्टेक देखाउँछ, मिस्टेक त देखाउनु खोज्छ भने, तर त्यहाँनिर चाहिँ कर्मचारी अनुसार नै भर पर्छ होला। त्यो अलि अघिल्लो दिन केटी परेको थियो, भोलिपल्टको दिन केटा परेको थियो, छोरा मान्छे। उहाँले चाहिँ अब त्यस्तो केही भनेन, भन्नु भएन होइन। त्यहाँ नि मिस्टेक त तर केही थिएन नि त, त्यही सुरुको दिन नि मिस्टेक केही थिएन नि त मेरो। त्यस्तो गरेर भिएफएसवालाले मलाई होइन अहिले के गर्छ, कन्सल्टेन्सीवालाकोले त्यो भिएफएस गर्नुको लागि जम्मा जम्मी पैसा लाग्ने भनेको 5,000 कति लाग्छ, त्यो अपोइन्टमेन्ट बुकिङ गर्नुको लागि 2,083 रुपियाँ अपोइन्टमेन्ट बुकिङ गर्नुको लागि। र भिएफएस गरेपछि जम्मा लाग्ने पैसा भनेको चाहिँ 2,930 रुपियाँ। त्यहाँबाट मैले 3,000 दिँदाखेरि 70 रुपियाँ फिर्ता आएको थियो, यानि कि 2,930 रुपियाँ। त्यसको भिसा चाहिँ 7 दिन पछाडि अथवा 8 दिन पछाडि लाग्छ, भिसा लाग्छ है। अनि कन्सल्टेन्सीहरूले मलाई मेसेज गर्छ साथीभाइहरू नेपालको, मलाई त कन्सल्टेन्सीले कुनैले 18,000 15,000। यो नेपालमा सबै ठग्ने मात्रै छ क्या, ठग्ने मात्रै छ, गाह्रो छ के। जो पनि हेऱ्यो चरामुसा सबै ठग्ने मात्रै। त्यत्रो म भन्दैछु, मलाई बरु म सिकाइदिन्छु, तपाईँहरूलाई सिकाइदिन्छु भिएफएसहरू गर्नु कसरी गर्नुपर्छ। भिएफएस गर्नु भिसा लगाउनु चाहिँ जापानको मात्रै होइन, उता दुबई कतार यता टर्कीतिर कतिकोतिरको मैले देखेको थिएँ क्या। त्यहाँ सायद अब म त जापान आउने भएर मलाई जापानको बारेमा मात्रै हल्का भयो होइन। जापानकोमा चाहिँ त्यति लाग्दो रहेछ, अब अरूमा धेर लाग्छ कि त्यो थाहा भएन होइन, तर त्यति लाग्छ। त्यो फर्महरू भर्नु आउँदैन भने बरु कमेन्ट गर्नु, म सिकाइदिन्छु फर्महरू भर्नु, यसरी अपोइन्टमेन्ट बुकिङ गर्ने, यसरी पैसा तिर्ने, यसरी के कागजपत्र लानुपर्छ म सबै भनिदिन्छु होइन। आफै जाने आफै गर्ने, प्रिमियमबाट गर्छ त्यसरी फकाउँछ, नो। त्यसो पुरा पैसा खानुको लागि मेरो त खाइनस् त भाइ, आफै गरेर देखाएँ। आएँ त जापान हो त जापानको यस्तो हुन्छ किचन, आएँ त म।